गाइस कस्तो हुनुहुन्छ तपाईँहरू ठिकै छ होला हैन म चाहिँ यहाँनिर एक्सर्साइज गर्नु आएको साथीहरू अब एक्सर्साइज गर्नु बहुत जरुरी छ र तपाईँहरूसित पनि यसो सेयरिङ गर्नु मन लागेर चाहिँ सेयरिङ गर्नु खोजेको र आज कुरा गर्दाखेरि हेल्थको जो कि नेसेसरी हामीले चाहिँ हेल्थ विषय धेरैवटा कुराहरू गर्छौँ खानुमा होइन सुत्नुमा एक्सर्साइजमा तर धेरैजनाले त्यसको युटिलाइज डिफ्रेन्ट तरिकाले गर्छ र आज म भन्छु कि जस्तो कि तपाईँहरूलाई कुनै पनि जिममा जाँदाखेरि जो जिमरले होइन गाइड गर्छ र त्यसमा धेरैवटा हुन्छ कार्डियो गर्ने होइन मेन चिज चाहिँ हामीले कार्डियो जरुरी छ ताकि हाम्रो क्यालोरिजलाई चाहिँ बर्न गर्नु होइन हामीले धेरै कुरो दिनभरिमा खाएको चिजलाई त्यसलाई बर्न पनि गर्नु पऱ्यो त्यो चिज जिउमा पनि लाउनु पऱ्यो होइन त्यो कारणले गर्दाखेरि चाहिँ बहुतै जरुरी छ त्यो कार्डियो एक्सर्साइज र मेरो तर्फबाट विच इज द बेस्ट कार्डियो एक्सर्साइज अगर तपाईँले मसिनमा गर्छ जस्तो कि मैले भन्दैछु बेस्ट अगर तपाईँ बाहिर आउटडोरमा गर्नुहुन्छ वर्क त्यो पनि बेस्ट दिनमा कमसे कम पनि तपाईँले 3000 2000 3000 5000सम्म स्टेप तपाईँहरूले एकदमै राम्रो हुन्छ जुन दिन तपाईँले 10,000 स्टेपदेखिको माथि गर्नुहुन्छ त्यो दिन तपाईँको लाइफको एउटा परफर्म योर हेल्थ बुझ्यो हेल्थ र बडीमा थ्याङ्क यू गाइस फेरि भेटौँला यस्तै नयाँ भिडियो लिएर तपाईँहरूसँग अहिले फिलहालमा चाहिँ मैले त्यति अब भिडियोहरू पनि बनाउनु पाएको छुइनँ होइन सो बनाउने छु म बिस्तारै बिस्तारै र तपाईँहरूको बिचमा म फेरि पनि आउनेछु थ्याङ्क यू गाइज लभ यू गाइज